के हजुरहरुको पनि कारमा फोन होल्डर यस्तै छ अनि यसले एकदम दुःख दिएछ ल हेर्नुस् क्वाज मोबाइलमा जोय रुमको यो एसी कार होल्डर आएको छ हैन यो चाहिँ अब एप्पल को लागि मात्र भन्नु होला एन्ड्रोइड एप्पल त बेला मिल्छ किनकि यसमा म्याग्नेटिक रिङ आउँछ यसरी भित्रै एन्ड्रोइड फोनको पनि केसमा टास्न मिल्यो हैन Samsung S22 अल्ट्रा अलिक लेटेस्ट फोनहरुमा त म्याक्सेफ केस यसै पनि पाउँछ छैन भने चाहिँ हजुरले केसमा टासेर यसरी नापेर टक्क टासेर युज गर्न मिल्यो है ल हेर्नु है यो भिडियो देखाउँछु म यो चाहिँ यसरी ठक्क एसी मा बस्छ हैन एसी मा बसेर एकदम टाइट हुन्छ ल यसो टाइट गरेर लुज गरेर टक्क छिराउने हुक जस्तो छिराउने म गाडीमै लगाइदिन्छु है मेरो गाडीमै टक्क एसी भेन्टमा यसरी छिराउने हैन तपाईले कहाँ पाइक पर्छ आफुले कहाँ पाइक पर्छ त्यो टक्क छिरायो अनि त्यसको हुकलाई त्यसमा ठक्क फसायो अनि चाहिँ टाइट गर्दियो है यसलाई मजाले टाइट गर्दियो टाइट गरेपछि एकदम डर हुन्छ है डर भएपछि एउटा अर्को स्क्रु हुन्छ यसलाई हाल्ने अनि यसलाई ठक्क थिच्दिने अनि यो स्क्रुलाई पनि टाइट गर्दिने टाइट गरेपछि यो माथि पनि बस्यो है तपाईको एन्ड्रोइड फोन छ भने त्यो रिङ हाल्ने टक्क गर्नु पर्यो यो चाहिँ मेरो एप्पल भयो 17 प्रो म्याक्स लाई यति हेभी फोन यो चाहिँ लुज छ है मैले टाइट गरेको छैन अहिले ल त्यो भएर लुज भइरायो यो म टाइट गरिदिउँछु है हजुरलाई ल टाइट गरिल हेर्नु कस्तो रक स्टडी हुन्छ भने नि टाइट गरेपछि ल अब जे चलायो हल्लिनेवाला छैन हैन तान्दाखेरि नि आउँदैन अब एकदम फोर्स लगाएर तान्यो भने मात्र आउँछ यस्तो स्टडी बस्छ नि यो मजाले टाइट हुन्छ है यो हजुरहरुलाई पनि यो फोन होल्डरले एकदम दुःख दिएको छ भने चाहिँ हजुरले यसलाई कन्सिडर गर्न सक्नुहुन्छ है त्यो एक्सपेन्सिभ पनि छैन मजाले फोन छ 7 प्रो म्याक्स हेभी पनि छ ठुलो पनि छ तपाईलाई थाहा छ मजाले थाहा छ अब यसलाई खोल्नलाई अर्को ठाउँमा राख्नलाई पनि क्या इजी छ के हजुर अर्को ठाउँमा मैले त्यहाँ निकाले अब अर्को ठाउँमा आर्मलाई कहाँ पाएको पर्छ त्यही